र साथीभाइ आज चाहिँ तपाईँहरूलाई के देखाउनु मलाई मन पर्यो भन्दाखेरि चाहिँ क्या म चाहिँ रिसप आएको छु होइन। यहाँनिर टुरिस्टहरूलाई घुमाउँदै घुमाउँदै कालिम्पोङदेखि टुर गराउँदै 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 अन्त त्यहाँदेखि अब रिसप लाभाहरू छ। र एउटा चिज चाहिँ राम्रो लाग्यो क्या मलाई, हाम्रो कालिम्पोङमा पनि यस्तो चाहिँ चिज चाहिँ आएछ क्या। त्यही भनेर चाहिँ म तपाईँहरूलाई देखाउँ भनेर चाहेको थिएँ है। र चाहेको त के देखाउनु चाहँदैछु है। र तपाईँले हेर्नुहोस् है, यहाँ देख्न सक्नुहुन्छ है। मैले चाहिँ सिक्किममा देखेको थिएँ यस्तो चाहिँ होइन। सिक्किममा मात्रै चाहिँ छैन रहेछ है, हाम्रो लाभा लोले गाउँतिर पनि आएछ यहाँ प्लास्टिकहरू चाहिँ बोतलहरू चाहिँ जुन चाहिँ हामी खाएर बाटोतिर फ्याँक्दै हिँड्छ है। त्यसको लागि चाहिँ यो राम्रो गरिदिएको रहेछ अहिले हेर्नुहोस् है साथीभाइ। मलाई चाहिँ राम्रो लाग्यो है। र यसरी नै प्लास्टिकहरू बाटोतिर फ्याँक्नु हुँदैन है। यसरी चाहिँ युज गर्नुपर्छ। अब यसलाई चाहिँ बादमा लिएर जान्छ होला सायद है। र तपाईँहरूले पनि कृपया गरी बाटोतिर हिँड्दाखेरि चाहे टुरिस्टहरू होस् चाहे हामी ड्राइभर चालक दाजुभाइहरू होस् होइन, टुरिस्टहरूलाई पनि भन्नुपर्छ क्या किन फ्याँक्नुहोस् यसरी, किनकि हाम्रै कालिम्पोङ हो, हाम्रै जग्गा हो है, सफा राख्नुपर्ने हुन्छ। र यसरी चाहिँ गरिदिएको रहेछ, मलाई चाहिँ राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट्समा भन्नुहोस् होला। र यहाँनिर चाहिँ मजाले लेखिदिएको पनि रहेछ है, इङ्ग्लिसबाट हिन्दीबाट है। र मलाई चाहिँ राम्रो लाग्यो, यो चाहिँ एकदमै राम्रो है। मलाई चाहिँ एकदम दारुण राम्रो लाग्यो यो चाहिँ। गाइस हेर्नुहोस् तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो है, मजाले लेखिदिनु भएको रहेछ यहाँनिर। र हाम्रै जग्गा हो होइन, हामीले सफा राख्नुपर्ने हुन्छ है। हामीले सफा राखेन र टुरिस्टहरूलाई भनेन भने कहाँबाट हुन्छ होइन। र म कृपया गरी हाम्रो ड्राइभर दाजु चालक साथीभाइहरूलाई भन्छु होइन, जति पनि टुरिस्टहरू हामी लिएर हिँड्छ होइन, हामीले पनि भन्नुपर्ने हुन्छ कि नफ्याँकिदिनुहोस् यसरी, गाडीमै राख्नुहोस् बरु बादमा हामी आफै फ्याँक्छ भनेर। किनकि आफ्नो जग्गा आफै सफा राख्नुपर्ने हुन्छ गाइस। र तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट्समा भन्नुहोस् होला। र